Knock knock guys, welcome back to my channel once again. आज हामी फेरि अब नयाँ डेस्टिनेसनतिर लाग्दैछौँ। भर्खरै हामीले बैतडी पाटनको भ्रमण गऱ्यौँ भने अब चाहिँ हामी साफेबगर हुँदै राकम कर्णाली पनि पुग्नेछौँ। सो स्टे ट्युन्ड, वाच देम। अहिले चाहिँ हामी साफेबगरमा छौँ र यो साफेबगरको एउटा रमणीय दृश्य हो। नजिकै बुढीगङ्गा नदी पनि रहेको छ। हामी त्यहाँ जान्छौँ एकछिनमा र यहाँको बजार एरिया पनि हामी घुम्छौँ है त। सो स्टे विथ अस। यो एयरपोर्ट विमानस्थलबाट हामी यहाँको कोर्सिटीमा जाँदैछौँ। हेरौँ यहाँका दृश्यहरू, घरहरू भन्न आवश्यक अवस्थामा छ। ल जाऊँ। भुटाली भुटान गगनी स्टोन मेसिनरी रहेछ नि, स्टोन मेसिनरी रहेछ नि त्यसो। किचन पनि हाफ हुन्छ होला नि हैन? चौथा चौथा भन्यो लिभिङ रुम चौथा। त्योभन्दा बढी धनी हुन पाएन। पहिला 4 तलै मन हुन्छ नि म्याक्सिमम। त्यसो भने तल प्यासेज, लिभिङ रुम, त्यसपछि खुल्ला ठाउँ चाहिँ हुनु पर्यो। अरू जे भए पनि हामीले के भन्छ कोरिडोर भनेपछि ठुलो एरिया हुन्छ नि, त्यस्तो टाइपको भनेपछि त्यो मान्छेलाई बोलाउने अनि पिलाउने अनि मात्तिने माता भने त्यहाँको लिभिङ रुमै हो नि माता त होइन? लिभिङ रुम हो। चौथा भनेर चाहिँ त्यो किचन डाइनिङ टाइपको भयो कि माथि, अनि भुट्ले भनेर चाहिँ किचन भयो। धेरै जस्तो यार यस्तो मेसिनरी बिल्डिङ नि रहेछ है। मान्छे छैन, ताला लाग्यो। सबै स्टोन मेसिनरी नै रहेछ है। साफेबगर नगरपालिका 4 वडा नम्बर 4। स्टोन हो त्यो। जान्छ लाइम होला, लाइम हो। लाइम हाल्दियो भनेपछि के यो सुर्खी हो? सुर्खी भन्न पाइयो यसलाई? लाइममा सुर्खीमा त रातो रातो होइन भने त्यो मन्दिर बनलाई युज गर्ने रातो रातोवाला लाइम हो क्या। सिमेन्ट भनेपछि चुना हालिदियो। सिमेन्टकै एउटा कम्पोनेन्ट हो नि त। लाइम पनि त काइन्ड अफ सिमेन्ट नै हो नि। सिमेन्टको एउटा सिमेन्टकै प्रपर्टी हो क्या त्यसमा। त्यो हुँदैन। लाइमले चाहिँ भन्छ नि। तर लाइम चाहिँ के हुन्छ जति पुरानो हुँदै गयो होइन त्यति स्ट्रेन्थ बढ्दै जान्छ क्या। त्यो सिमेन्ट कङ्क्रिटको जस्तो हुँदैन क्या। 20 डेजमा जति आयो त्यसपछि आउँदैन भन्ने जस्तो हुँदैन क्या लाइममा चाहिँ। चिनौँ न कति यहाँ त सस्तो होला नि। कस्तो त्यही रहेछ क्या सबैको झलप राखेको यसमा जति नै बहुत काट्छन् काट्नु रहेछ जति कम्ती नै त्यो बहुत जस्तो लाग्छ।
धेरै सुनसारी छ भनेको किन हुन्छ भन्दा नि धेरै सुनसारी छ किनिहाल्यो यो त पुरै खाँदैछ पछि गएर के अरे सुनको खानी भेट्यो अरे होइन सुनको खानी भेट्यो भन्यो भने त सुनको भाउ त झट्टै घट्यो त नि के परेको त्यो हो गर्ल्सहरूको तपाईँको झोपडी प्रथा हुन्छ छौपडी भन्दैन गर्ल्सहरू पिरियड हुने बेला होइन छुट्टै राखिदिन्छ होइन गोठमा राख्ने क्या गोठमा नत्र एउटा बनाइदिन्छ ठाउँमा सानो ठाउँ बनाएको हुन्छ कि पहिला सुर्खेतमा चाहिँ स्टडी गरेको थियौँ कि हामी त्यस्तो अछुत गर्ने छुट सुर्खेतमा कन्ट्याक्टलेस उसमा मात्र हो र त्यो बच्चा जन्मेपछि पनि राख्दो रहेछ नि दिनु लाग्छ केटी टाइममा कुन कुन उसमा बच्चा सहित बच्चा सहित चाहिँ होला नि आमाले त बच्चाले आमासँग के इन्फेक्सन कस्तो खालको त्यो कल्चर हो कि अब बल्ल बच्चा जन्मा झन् विक हुन्छ नि विक हुन्छ झन् त्यस टाइममा झन् उसलाई हेर्नुपर्ने टाइममा झन् सबैबाट टाढा के कल्चर हो त्यो के गर्नु खोजेको त्यो मैले अस्ति भर्खर पनि न्युजमा देखेको कि अस्ति भर्खर हेरि नै भएको छैन एउटा कल्चर खतरा नि त्यो पश्चिमतिर सिधै गयो मेलाहरूतिर जान्छ जुन केटी मन पर्यो उठाएर लग्छ फिल्ममै हुन्छ त्यो फिल्ममै छ नि नुमा के फिल्म रे नुमा फिल्म हेर्न अस्तिको लुक होइन त्यसमै थियो नि भोलि मन पर्यो उठाएर ल्यायो त्यस्तो भएपछि दिनका दिन हामी उठाउने है एउटा मुस्लिम हो र जतिजना बाहिर पाउँछ नि अन्त त्यही चाहिँ फिल्ममा पनि त पाएन त पाएन अर्को केटी पनि बिहे गर्न खाएन ऊ के अरे फर्स्ट वाइफ के अरे डिभोर्स के छुटेर गएर अर्को छुटेर गएपछि त तिमीले पनि पाइहाल्छौ त्यो मिलाएर बसाउने नि 4-5जनालाई मिलाएर बसाउने हो होइन ब्रो 3-4जनालाई मिलाएर बसाउने मिला त्यही त सबैजना मिलिजुली बस्थ्यो किन झगडा Once again, hello and hi. आज हामी बुढीगङ्गामा छौँ सेल बिल गर्नको लागि So, he's a friend. मजा गर अल म्यान्स आर डग्स त हो नि होइन के बोले क्या बोलेगा अल म्यान्स आर डग्स ओके अब चाहिँ हामी हाम्रो रुममा गएर केही बेर विश्राम गर्छौँ र भोलिको लागि प्लान गर्छौँ बिहानको 4 बजिसक्यो र चाहिँ हामी वैद्यनाथ मन्दिरको दर्शन गर्न जान्छौँ यहाँ नजिकै रहेको छ वैद्यनाथ मन्दिर छ धाम मध्ये एउटा धाम हो जुन चाहिँ नेपालको नेपालमा पर्दछ एन्ड वेरी लकी कि हामी मन्दिरमा टङ गर्नुमा पनि थोरै घन्टै छ मजा पनि है देख्छ नि त हो यता दामी भन्दैछ ल भ्यू दामी भन्दैछ त है त्यही लिनु भएको थियो कि यसको र यसको लिनु भएको थियो कि मैले खै फोटो दिनु नि चिज उहाँ चाहिँ फोटोग्राफर हाम्रो हामी दिँदै रहेछौँ पोज यसरी फोटो त आउन त्यहाँ स्याहार आएन पुग्छ धुन्ला हे वैष्णव
जाउँ बैद्यनाथ मन्दिरबाट हामी अब बिदा माग्दैछौँ है त सो हाम्रो गाडी कुद्दैछ हामीलाई त चाहिँ हाम्रो ल्यान्ड साथी बाबाको बजार भयो र हाम्रो अफिसको ल्यान्ड पुलिङ एरिया यहाँभन्दा माथिपट्टि सबै छ है त अब चाहिँ हामी यहाँ साफे बगरबाट बिदा मागेर राखम कर्णालीतिर लाग्दैछौँ सो अन द वे यो हाम्रो मङ्गल सेन्टरमा पर्ने भएकोले हामी एकचोटि त्यहाँ पनि छिर्छौँ सुन्न गएको छ कि यो मङ्गल सेन्टरमा चाहिँ भर्खरै मर्मत भएको छ सो कस्तो रहेछ अवस्था हामी त्यो पनि हेर्छौँ र यो चाहिँ दण्डकालमा चाहिँ एकदमै डिस्ट्रोय पनि भएको थियो यो अहिले चाहिँ पुनर्निर्माण भएको छ सो बी विथ अस स्टे ट्युन्ड हामी सब यहाँ मङ्गल सेन दरबारमा छौँ दण्डकालमा चाहिँ यो दरबार चाहिँ ध्वस्तै पारेर भनेर सुनिन आयो र अहिले चाहिँ पुनर्निर्माण भएर नयाँ बनेछ यसको आउटर टेक्सचरमा चाहिँ मostly यो प्लास्टर गरेर बाहिर सेतो सेतो यो इँटाको टेक्सचर चाहिँ राख्थ्यो होला उता चाहिँ यसको ओरिजिनालिटीलाई चाहिँ अलिकति डिस्टर्ब रहेछ है ओरिजिनालिटीलाई अलिकति ह्याम्पर रहेछ केही नहुनुभन्दा भएको राम्रो यो चाहिँ हाम्रो अछाम जिल्लाको मङ्गल सेन टाउन ल मङ्गल सेन दरबार हामीलाई भित्रको यात्रा गरौँ भित्र पनि अलिक हेरौँ आउँदो हुनुहुन्छ एकजना म दरबार जस्तो लाग्यो किन दरबार जस्तो रह्यो यो हो नि त तरिका दरबार राम्रो सुनाउने डबल त सुनाउनु बिर्सेँ कहाँबाट छ भित्र छौँ है हेरौँ है त अब कस्तो कस्तो छ भित्रतिर हेर्दै जाउँ के मान्छे दरबारको यो काठको ढोका छ अनि बार्दली छ सबैमा है छिपा नै बनाएको छ पूजा भएको छ अब यसको माथि मात्र राखेर त्यो गर्ने होला होइन कि माथि जाने यहाँ फोहोर छ उता माथि घाम पनि आइरहेको जाऊँ न माथि एकदम घुमौँ न त्यहाँ पनि छ जाउँ दरबार हो नि त कहाँ आइरहेको
सेकेन्ड फ्लोरमा जाऊँ है। हाम्रो सेकेन्ड फ्लोर है। माथि छ को राजा बस्थ्यो है यहाँ? मङ्गलसेन भनेर राजा नै हो? सेना त होइन नि? मङ्गलसेन राजा चाहिँ हाम्रो मङ्गलसेन दरबारको हामी चौथो तलामा छौँ र यहाँ हेर्न सक्छौँ एकदमै रमणीय भ्यू छ र यो बिल्डिङलाई चाहिँ एकदमै राम्ररी प्रिजर्भ गरिएको छ है। सो आई गेस यहाँ आफ्ना राजा मङ्गलसेनले चाहिँ आफ्नो जीवनकाल चाहिँ राम्ररी नै बिताएको होला है। यो बन्ने क्रममा भएको कारणले गर्दाखेरि यहाँनिर केही पुराना चिजहरू चाहिँ हामीले देख्न सकेका छैनौँ होइन। जस्ट इट इज बिन मेड। सो लेट्स होप नेक्स्ट टाइम आउने बेला बन्नेछ। दरबारभित्र छिरौँ है, कस्तो कस्तो हुँदो रहेछ यहाँ हेर्नुहोस्। एकदमै न्यारो छ है यो दरबारको यो प्यासेज चाहिँ हेर्नुहोस्। ल नान्दै लगभग 2 फिट म्याक्सिमममा 2 फिट होला, एकजना मात्र आउँछ है। ल यता हामी यहाँ जाँदैछौँ। हामी यहाँ जाँदैछौँ, यहाँ दसैँ निस्किने हामी यता। ओके राइट। फेरि चाहिँ भित्रको गरिदर है, भित्रको प्यासेज। तर हामी सोच्यौँ किनकि हाम्रो गाडी कुर्दैछ यता। लेट्स गो। There's a passage side. You can see here a passage. Quadrats of passage, है ना? Let's go. Let's go to our destination. Okay. अब हाम्रो नेक्स्ट गन्तव्यतिर लाग्दैछौँ। लेट्स गो। यता नेक्स्ट गन्तव्यतिर लाग्दैछौँ हामी। लेट्स गो। यहाँ हुन्छ हाम्रो हाम्रो दरबार। ओके, अब चाहिँ हामी हाम्रो नेक्स्ट डेस्टिनेसन रकम कर्णालीतिर लाग्दैछौँ। सो सी यु देयर। कर्णालीको नदी त खै हरियो हरियो रहेछ त। हरियो छैन, नदी त एकदम सुक्लै खाली पुग्छ। बिहान आयो भने त यस्तो हावा चल्छ बिहान टाइममा, असाध्यै हावा हो त बिहान त। यस्तो हावा चल्छ।
गाइज यो चाहिँ रकम कर्णालीको यो बजार हो है, सानो छ बजार, त्यति धेरै ठुलो पनि छैन है। सो एकदम अलिकति विकटै छ ठाउँ। गाइज हामी चाहिँ अब यहाँ रकम कर्णालीमा छौँ है। रकम कर्णालीको यो नयाँ सहरको अफिस र यो चाहिँ बन्दैछ। यो चाहिँ हाम्रो कर्णाली हो, कर्णालीको वेस्ट रुकुममा। यो चाहिँ हाम्रो अफिस, नयाँ सहरको अफिस र यसकै लगतै पछाडि चाहिँ हाम्रो नगरपालिका बन्दैछ। अब चाहिँ हामी कर्णालीको यो ल्यान्डफोनतिर जाँदैछौँ है त। यहाँ हुनुहुन्छ हाम्रो म्याम लिना बज्राचार्यज्यू। यहाँ हुनुहुन्छ हाम्रा भाइ बहिनीहरू। हेलो कुलो स्मल इरिगेसन नहीं है तो ना SIP स्मल इरिगेसन है स्मिथ जी यो त SIP हो क्या हैन SIP स्मल इरिगेसन प्रोजेक्ट यही त होला नि SIP मास सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान सोचिरहेको होइन क्या त्यो छ नि एउटा प्रोजेक्टै उठा छन् हैन पौडी खेल्ने हो हामी पनि पौडी खेल्न आउँछ होला दाजुलाई 3 वर्षमा त सिक्नु भयो होला हैन नि कता नआउनुहुन्छ यही पारी हो पारी बस्दाखेरि है जान्छु पढाउन जान्छु सबै जान्छ जग्गा जान्छु म त अहिले पनि त्यही जानुहुन्छ हैन यसमै यहाँभन्दा त त्यहाँ मजा आउँछ होला तल हेरेर आउनु है नंगा पुंगा भाइहरु हेर्नु यहाँ नंगा पुंगा भाइहरु छ भने क्या स्मिथ सर के छ विचार नहुने हो नि नहुने यो अगाडि यो नदीमा ठ्याक्कै एउटा ताल जस्तो बनाएको नि छेउमा अगाडि यहाँ चाहिँ पौडी खान हो त्यहाँ त तल स्थिर पानी छ जस्तो लागेको हिँड्ने पानी हो नि अलिअलि खजाखोले गरेर भने पनि पौडी खेल्न जाने मान्छे गहिरो छ होला नि त्यहाँ पानी पनि चिसो सिँचाइ चाहिँ कुन खेतको लागि हो क्या बल्ल यहाँको लागि सबैको लागि होला यो त
सबैको लागि होला यता लगे वो सबै घरेरै हुन्छ जग्गा छ कि नै दाजुको यता ऱ्याम्बोलिङमा अनि पहिले किन्न पर्दैन नि त यहाँबाट एउटा गाडी छ ड्राइभर भएको छ टिपिकल यहाँको घर हेर्नु त टिपिकल घर क्या खिच्नु खिच्नु यसरी चाहिँ हाम्रो यात्रा अब सकिन्छ सो see you next video till then like share and subscribe